अवस्थित आनन्दकुटी बिहारमा विश्व बौद्ध जगत एवं नेपालको सौर्य ज्योतिर्पुञ्ज अनायास एकाकार भयो त्यही विश्व ब्रह्माण्डमा पुनः जहाँबाट उदाएको थियो आजभन्दा 73 वर्ष अघि आफ्नो परिवेशको चारैतर्फ दीप्ति आभा एवं प्रकाश किरण छर्दै। भदौ 5 2047 को राति 2 बजेतिर बौद्ध जागरणका कीर्तिस्तम्भ भिक्षु अमृतानन्दले आफ्नो अनित्य देह त्याग गर्नुभयो। भिक्षु अमृतानन्द महानायक महास्थविरको देहावसानको खबर सुन्न साथ हजारौंको संख्यामा टाढा टाढाबाट भिक्षुहरू, लामाहरू, अनगारिका, शिष्य एवं मित्रहरू, प्रशंसकहरू, सामाजिक कार्यकर्ता एवं राजनेताहरू तथा सर्वसाधारण जनसमुदाय स्वयम्भू स्थित आनन्दकुटी बिहार काठमाडौँमा भेला हुन थाले पार्थिव शरीरको अन्तिम दर्शनका लागि। शांत, सौम्य, अचल नेपाल सपूत महानायक महास्थविर चिर निन्द्रामा अनि भाव विवल जीवनका हर पक्षका मानिसहरू अन्तिम दर्शन गर्दै थिए, भावहीन श्रद्धाञ्जली अर्पण गर्दै थिए। कर्मयोगी भिक्षु अमृतानन्दको असामयिक निधनमा देशभित्र तथा विदेशबाट धेरै शोक सन्देशहरू प्राप्त भएको थियो। श्री 5 महाराज सरकार तथा श्री 5 बडा महारानी सरकारका तर्फबाट अखिल नेपाल भिक्षु महासंघलाई शोक सन्देश पठाइबक्स्यो। त्यस्तै श्रीलङ्काका राष्ट्रपति महामहिम रणसिंह प्रेमदासा, प्रधानमन्त्री श्री कृष्ण प्रसाद भट्टराई, विश्व बौद्ध भ्रातृत्व संघ थाइल्याण्डका अध्यक्ष सन्या धर्मशक्ति तथा लुम्बिनी विकास कोषका अध्यक्षका साथै धेरै शोक सन्देशहरू भारत, चीन, थाइल्याण्ड, जापान, ताइवान, स्विट्जरल्याण्ड, सोभियत संघ, अमेरिका तथा बेलायतबाट प्राप्त भएको थियो। जीवनभर स्वतन्त्र चिन्तन एवं व्यवहारिक आदर्शलाई मुटुभरि सँगाली एक सच्चा बौद्ध भिक्षुको सादा, सरल तर ओजपूर्ण जीवन व्यतीत गर्ने महानायक महास्थविर अमृतानन्दले बौद्ध जागरणको फुलबारीमा प्रेम, स्नेह र उत्साहका असंख्य असंख्य फूलहरू मार्नु भएको थियो। आफ्नो जीवनकालमा बौद्ध चेतनाका सप्तरङ्गी फूलहरूको माला सिरिनु भएको थियो। सम्भवतः त्यही आस्था एवं विश्वासका फूलहरू अनि स्नेहयुक्त मालाहरू भक्ति स्वरूप, पैँचो स्वरूप चढिँदै थिए उनको पार्थिव शरीरमा। आफ्ना प्रिय शिष्यहरूको काँधमा राखिएर उहाँको पवित्र पार्थिव शरीर शोक सन्तप्त हजारौं मलामीहरूका साथ स्वयम्भू डाँडाको परिक्रमा यात्राका लागि प्रस्थान गर्यो। गुरु अमृतानन्दलाई स्मरण गर्दै उनका शिष्य भिक्षु अश्व घोष भन्नुहुन्छ, उहाँले जुन शिष्यहरूलाई आदर्श दिनुभयो त्यो साह्रै नै सराहनीय छ। उहाँ साँच्चै नै गुरु हुनुहुन्छ, कर्तव्य परायणमा अग्रगण्य छ, साँच्चै नै धर्म प्रचारक पनि छ। किनकि धर्म आफूले जसरी प्रवचन दिनुहुन्थ्यो त्यस्तै नै उहाँ काम गरेर देखाउनुहुन्छ। शांति सुख सोने से
रथयालु घचाउते रथयालु घचाउते जनमली सेवै मरण मनु जनमली सेवै मरण मनु मृत्युमया छनुला सकले मृत्युमया छनुला सकले होने मावी थे शरण मनु होने मावी थे शरण मनु रागनी गले आनन्दकुटी बिहारको नजिक रहेको पवित्र धार्मिक स्थलमा महानायक भिक्षु अमृतानन्दको दाह संस्कार क्रिया सम्पन्न हुनु अघि अन्तिम दर्शन एवं श्रद्धाञ्जली अर्पण गर्न प्रजातन्त्रका पितामह लौह पुरुष श्री गणेशमान सिंह तथा महिला नेत्री श्रीमती मङ्गलादेवी उपस्थित हुनुहुन्थ्यो। साथै नेपालका वयोवृद्ध संघ महानायक प्रज्ञानन्द महास्थविर, मन्त्रीहरू, विभिन्न देशका राजदूतहरू एवं असंख्य नरनारीहरूको उपस्थिति थियो। उक्त दाह संस्कार स्थलमा 48 वर्ष अघि गृह त्याग गरी अनगारिका हुनुभएकी भिक्षु अमृतानन्दका पत्नी अनगारिका संघमित्रा पनि उपस्थित थिइन्। दन्किएको चिताबाट धुवाँ माथि माथि उठिरहेको थियो, मानव सन्देश दिँदै कि एक दिन सबैले माथि जानै पर्छ, यसरी नै भस्मीभूतस्य भई। तर पृथ्वीमा बाँच्दा सधैँ गर्वका साथ बाँचौं, कर्मयोगी भएर बाँचौं र बाँचौं आफ्नो निम्ति मात्र होइन, अरूको कल्याणको निम्ति पनि बाँचौं। पश्चिम नेपाल स्थित पाल्पा जिल्लाको तानसेनमा 73 वर्ष अघि साक्यकुलमा भिक्षु अमृतानन्दको जन्म भएको थियो सन् 1918 मा। बुवा हिराकाजी तथा आमा टीकामायाले उहाँको नाउँ लालकाजी राख्नुभयो। पाल्पा तानसेनबाट देखिने अन्नपूर्ण हिम श्रृङ्खलालाई हेर्दै नियाल्दै ती हिम शिखरहरूको अग्लाई भन्दा पनि माथि माथि पुग्ने आकांक्षा सगालेर बालक लालकाजीको बाल्यकाल व्यतीत हुन थाल्यो पाल्पा तानसेनमा। उहाँको पिता हिराकाजी साक्य बौद्ध धर्मावलम्बी हुनु भए तापनि त्यस बेलाका सनातनी धर्मगुरु स्वामी सच्चिदानन्दसँग उहाँको निकै हेमखेम थियो र स्वामीबाट उहाँ अत्यन्त प्रभावित हुनुहुन्थ्यो। बालक लालकाजीका बाजे बुद्धिमान सन् 1880 मा काठमाडौँ उपत्यकाको पाटनबाट तानसेनमा बसाइँ सरेका थिए। लालकाजीको उमेर 10 वर्ष पुग्दा उहाँको मातापिता दुवैको स्वर्गवास भयो। बाल सुलभ चञ्चलतायुक्त लालकाजीलाई 14 वर्षको उमेर पुग्दा काका मोतीकाजीले वैवाहिक बन्धनमा बाँधिदिए। तर आध्यात्मिक जगतका अग्ला अग्ला शिखरहरूका उचाइ भन्दा पनि माथि पुग्न आतुर लालकाजी सांसारिक बन्धनको घेराभित्र बाँधिएर सीमित रहन कहाँ सक्थे र। 4 वर्षको वैवाहिक जीवनपछि उहाँले गृह त्याग गर्नुभयो। गृह त्यागको बेला उनकी पत्नी हरिमाया गर्भवती थिइन्।
एक पुत्री को जन्म पश्चात केही वर्षपछि सन् 1942 मा उनकी पत्नी पनि गृह त्याग गरी अनगारिका संगमित्रा भई। भिक्षु पिता तथा अनगारिका माता की एकमात्र पुत्री श्रीमती बिमला बज्राचार्यले भिक्षु अमृतानन्दलाई स्मरण गर्दै यसरी आफ्नो भावना व्यक्त गर्छ। मेरो सँग उहाँको सबभन्दा पहिला भेट त अब म 4 वर्ष हुँदाखेरि उहाँ फर्स्ट टाइम पाल्पा आउनु भएको थियो रे। हामी चाहिँ म चाहिँ आफ्नो बुवासँग एउटा नर्मल फ्यामिली लाइफ नबिताए पनि उहाँले जुन छोरीको तर्फ छोरीलाई के गर्नुपर्ने उहाँको ड्युटी एज ड्युटी उहाँले सबै पुरा गरेको जस्तो लाग्छ। सन् 1936 अगस्त 2 का दिन कुशीनगर भारतमा बर्माका भिक्षु उ चन्द्रमणि महास्थविरले 18 वर्षीय लाल काजीलाई श्रमणेरको रूपमा प्रवर्जित गर्नुभयो र उहाँलाई नयाँ नाम दिइयो अमृतानन्द। यसरी बौद्ध जगतलाई अमृत सुधाको आनन्द प्रदान गर्ने व्यक्तित्वको उदय भयो अमृतानन्दको रूपमा। भिक्षु अमृतानन्दले आजीवन आफ्नो गुरुको रूपमा नेपाली बौद्ध भिक्षु महाप्रज्ञालाई पुज्नुभयो। गुरु महाप्रज्ञा जसलाई तत्कालीन राणा शासकहरूले सन् 1924 मा देश निकाला गरेका थिए, शिष्य अमृतानन्दका साथ पुनः सन् 1937 मा नेपाल फर्के। गुरु महाप्रज्ञालाई राणा शासकहरूले पूर्वी नेपालको भोजपुरमा बन्दी बनाए। सो कुरा गुरुभक्त अमृतानन्दलाई सह्य भएन। उहाँ पनि स्वेच्छाले गुरुका साथ कारागारमा बस्नुभयो। 4 महिनाको बन्दी जीवन पश्चात पछि कहिले नेपाल नफर्किने शर्तमा गुरु महाप्रज्ञालाई भारत निर्वासित गरियो र उहाँकै साथ लागे शिष्य अमृतानन्द पनि। सन् 1940 जनवरी 25 तारिकका दिन कोलम्बो श्रीलङ्कामा पूज्यपाद भिक्षु वजिरन्यान महानायक महास्थविरको उपाध्यायत्वमा अमृतानन्दको उपसम्पदा कार्य सम्पन्न भयो। त्यस्तै भिक्षु अमृतानन्दले आफ्नो जीवनकालमा स्वदेश तथा विदेशका धेरै व्यक्तिहरूलाई बौद्ध रीति अनुसार प्रवर्जित गराउनुभयो। सन् 1942 को अन्ततिर 24 वर्षीय भिक्षु अमृतानन्द स्वदेश फर्की बुद्ध धर्मको जागरण गर्न स्वयम्भू किमडोल बिहारमा सिंहराज बसैजै बस्नुभयो। केही वर्ष अघि मात्र शुक्रराज शास्त्री, गंगालाल, धर्मभक्त तथा दशरथ चन्दलाई राणा शासकहरूले मृत्युदण्ड दिएका थिए। यस्तो डरलाग्दो स्थितिमा पनि भिक्षु अमृतानन्दले डर त्रासको पर्वाह नगरी स्वयम्भूको पश्चिमतर्फ रहेको मञ्जुश्री गोसिङ्ग पर्वतको यस स्थानमा धर्मदेशना गर्न प्रारम्भ गर्नुभयो। गुम्सेर रहेको बौद्ध चेतनाले न्यानो संरक्षण पायो अनि पायो एक नौलो जागृतिको उदात्त आकाश, जहाँ ध्रुव तारा झैं उदाए भिक्षु अमृतानन्द। करिब 6 वर्षको प्रवास काल मध्ये अन्तिम वर्षहरू श्रीलङ्कामा बिताइरहेका भिक्षु अमृतानन्द आफ्नो मातृभूमि नेपालमा बौद्ध चेतनाको विकासका लागि सदैव चिन्तित रहन्थे। शान्तिका अग्रदूत गौतम बुद्धको पावन जन्मभूमि नेपालमा बौद्ध चेतनाको अवसान कसरी सह्य हुन सक्थ्यो अमृतानन्दलाई? तात्कालीन राणा शासकहरूको धार्मिक, सामाजिक एवं राजनीतिक थिचोमिचो चरम सीमामा थियो। सन् 1946 मा क्रूर राणाशाही अन्तर्गत पिल्सिएका थिए नेपाली जनताहरू। नेपालका तात्कालिक शासकहरूलाई प्रभावित गर्न भिक्षु अमृतानन्दले एक सुनियोजित योजना अन्तर्गत त्यस बेलाका प्रख्यात बौद्ध व्यक्तित्व श्रीलङ्काका पूज्यपाद भिक्षु नारद महास्थविरको नेतृत्वमा एक श्रीलङ्कीय सद्भावना प्रतिनिधिमण्डल काठमाडौँ ल्याए र बडो सुझबुझका साथ उक्त प्रतिनिधिमण्डल मार्फत नेपालमा बौद्ध जागरणको आवश्यकता एवं उपयुक्तताको बीजारोपण गरे राणा शासकहरूको मनमस्तिष्कमा। यसरी त्यो दिन बौद्ध चेतनाको विकास एवं जागरणको क्षेत्रमा एक नयाँ अध्यायको सूत्रपात भयो नेपालमा। धर्मोदय सभाका संस्थापक सदस्य श्री मणिहर्ष ज्योति
समवयस्क भिक्षु अमृतानन्दलाई स्मरण गर्दै भन्नुहुन्छ, नेपालबाट भिक्षुहरूलाई देश निकाला भएपछि भारतमा आएपछि भारतका हामी बस्ने बौद्धहरू सबै मिलिकन उहाँ समेत हामीले सल्लाह गरेर यसलाई कुन प्रकारमा आफ्नो देशमा यस प्रकार बुद्ध धर्मको प्रति अत्याचार भइरहेकोमा के गर्ने भन्ने विचार गरी उहाँकै प्रेरणाबाट हामीहरू सबै मिलेर भारतमा बस्ने नेपाली बौद्धहरू मिलेर धर्मोदय सभाको स्थापना 1944 सालमा सारनाथमा गरेका थियौँ। त मलाई लाग्छ भिक्षु अमृतानन्दजी नभएको भएदेखि यो सब काम हुने थिएन। नेपालमा थेरवादी जो प्रसार र बुद्ध धर्मको बारे, बुद्ध शासनको बारे जति यो भयो, भिक्षु अमृतानन्दजी नभएको भएदेखि अधुरो नै हुनुहुन्थ्यो। हामी यसको लागि उहाँसँग धेरै नै आभारी छौँ। भिक्षु अमृतानन्दले तात्कालीन राणा प्रधानमन्त्री मोहन शमशेरलाई भेट्दा हर बखत बौद्ध धर्मबारे प्रसङ्ग छेड्नुहुन्थ्यो। फलस्वरूप सन् 1948 मा भिक्षु अमृतानन्द तथा भिक्षु नारद महास्थविरको संयुक्त प्रयासबाट भगवान बुद्धको जन्म जयन्ती मनाउन बौद्ध मार्गीहरूको निम्ति नेपालमा पहिलोपल्ट बिदा घोषित गरियो। नेपालमा बौद्ध चेतनाको प्रसारका लागि श्री 5 त्रिभुवनको सहयोग प्राप्त गर्नु पनि एक प्रमुख उपलब्धि थियो भिक्षु अमृतानन्दको। सन् 1951 मा 31 वटा तोपको सलामीका साथ श्री 5 त्रिभुवनले भगवान बुद्धका 2 अग्र श्रावक सारीपुत्र तथा महामौद्ध गल्यायनका पवित्र धातुलाई एक दिनसम्म राज सिंहासन भएको कोठामा राखी बक्सेको थियो। आधुनिक नेपालको इतिहासमा प्रथमपल्ट राजदरबारभित्र बौद्ध चेतनाको प्रादुर्भाव भएको थियो त्यो दिन। उक्त समारोहको स्वागत समितिको अध्यक्षता ग्रहण गरिबक्सेको थियो श्री 5 त्रिभुवनबाट। उपाध्यक्षहरू थिए तात्कालीन गृहमन्त्री श्री विश्वेश्वर प्रसाद कोइराला तथा श्री गणेशमान सिंह र स्वागत समितिका सचिव थिए भिक्षु अमृतानन्द। उक्त दिनको महत्त्वबारे स्मरण गर्दै भारतीय महाबोधि संघका अध्यक्ष श्री श्यामा प्रसाद मुखर्जीले श्री 5 त्रिभुवनलाई लेखेका थिए, पुरातन संस्कृति एवं सभ्यताको परस्पर लगनगाँठोमा बाँधिएको नेपाल तथा भारतका लागि आजको दिन एक अभूतपूर्व दिनको रूपमा सधैँ स्थापित भइरहनेछ। विथ अ किङ इन द क्लाउड्स नामक अंग्रेजी पुस्तकका लेखिका इरिका लुस्ट्याकले लेखेकी छिन्, श्री 5 त्रिभुवनको मन अत्यन्त खिन्न हुँदा र पछि क्रमशः स्वास्थ्य कमजोर हुँदा भिक्षु अमृतानन्दको सानिध्यतामा मौसुफ अपार शान्ति प्राप्त गरिबक्सन्थ्यो। सन् 1956 मा सम्पन्न भयो चतुर्थ विश्व बौद्ध सम्मेलन काठमाडौँमा। विश्वका कुना कुनाबाट धार्मिक एवं राजनेताहरू तथा असंख्य बौद्धिक व्यक्तिहरूले यस अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएका थिए। 25औं बुद्ध जयन्तीको शुभ अवसरमा सम्पन्न यस्तो भव्य अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा पहिलोपल्ट आयोजित भएको थियो। भारतीय संविधानका प्रणेता एवं महान नेता डाक्टर अम्बेडकरले सो चतुर्थ विश्व बौद्ध सम्मेलनमा सम्बोधन गर्नुभएको निर्माता डाक्टर भारतबाट आएका बौद्ध भिक्षु यसरी भिक्षु अमृतानन्द बारे आफ्नो भावना व्यक्त गर्छन्। अक्टूबर 1956 में नागपुर में धम्म दीक्षा 5 लाख लोगों को दी थी। उसी नागपुर के दीक्षा भूमि पर आने वाले सितंबर माह में 10 लाख लोग दीक्षा ग्रहण करने वाले थे और उस दीक्षा कार्यक्रम के अवसर पर मुख्य अतिथि के रूप में पूज्य डॉक्टर भदंत महानायक महास्थविर भदंत अमृतानंद जी को निमंत्रित किया गया था, मगर उसके पहले ही भंती जी का शरीरांत हुआ है। भदंत जी के समान सच्चा वक्तृत्व, कर्तृत्व और नेतृत्व मिलना बहुत ही दुर्लभ है। भिक्षु अमृतानन्दले आनन्दकुटी बिहारमा लाओस नरेश
श्रीलङ्काका प्रथम राष्ट्रपति विलियम गोपल्लव, भारतका तत्कालीन राष्ट्रपति डाक्टर जाकिर हुसेनका साथै अन्य धेरै राष्ट्राध्यक्षहरूको स्वागत गर्नुभएको थियो। श्री 5 महेन्द्र पनि भिक्षु अमृतानन्दको ओजस्वी व्यक्तित्वबाट अत्यन्त प्रभावित होइ बक्सन्थ्यो। कैयौँपल्ट श्री 5 वीरेन्द्रको स्वागत गर्नुभएको थियो आनन्दकुटी बिहारमा। श्री 5 वीरेन्द्रका साथ थाइल्याण्डका तत्कालीन राजगुरु एवं वर्तमान संघ राजा तथा भिक्षु अमृतानन्दको सामूहिक दर्शन भेट भएको थियो। उहाँको सक्रियतामा धेरै उपयोगी सङ्घ संस्थाहरू स्थापित गरिए नेपालमा, जस्तै युवक बौद्ध परिषद, आनन्दकुटी बिहार गुठी, आनन्दकुटी विद्यापीठ तथा आनन्दकुटी साइन्स कलेज। उहाँ अखिल नेपाल भिक्षु महासङ्घका संस्थापक एवं अध्यक्ष तथा धर्मोदय सभाका संस्थापक सदस्य, पूर्व अध्यक्ष एवं संरक्षक हुनुहुन्थ्यो। भिक्षु अमृतानन्दसँग धेरै वर्षदेखि परिचित श्री नुक्सेबहादुर बज्राचार्य उहाँलाई स्मरण गर्दै भन्नुहुन्छ, प्रचारको लागि मुख्य शैक्षिक माध्यमबाट नै सबभन्दा राम्रो हुनेछ भन्ने निर्णयले हामीले उहाँकै सरसल्लाह अनुसार यो आनन्दकुटी विद्यापीठको पनि स्थापना भयो। भिक्षु अमृतानन्द एक धार्मिक गुरु र दत्तचित्त सामाजिक कार्यकर्ता मात्र थिएनन्। उहाँको प्रखर बौद्धिक प्रतिभा एक सफल साहित्यकारको रूपमा उत्तिकै मुखरित थियो। उहाँको सिद्धहस्त लेखनीबाट नेपाली, नेवारी तथा अङ्ग्रेजीका लगभग 70वटा पुस्तकहरू जन्मिए, जुन बडो सरल, सारभूत एवं पठनीय छन्। भिक्षु अमृतानन्द नेपालका मूर्धन्य साहित्यकारहरूको कृति बडो रुचिका साथ पढ्नुहुन्थ्यो र उहाँहरूसँगको सान्निध्यता अत्यन्त मन पराउनुहुन्थ्यो। उहाँको साहित्य आराधनाका निकटतम सहयोगी बटुकृष्ण शर्माले यसरी आफ्नो भावना व्यक्त गर्नुभयो। धार्मिक, बौद्धिक, साहित्यिक, सामाजिक आदि क्षेत्रमा स्वर्गीय भिक्षु अमृतानन्द महानायक महास्थविरको जुन किसिमको व्यक्तित्व थियो, त्यो व्यक्तित्व अब अहिलेको युगमा यो भिक्षु संसारमा, बुद्धिस्ट भिक्षु संसारमा पाउन ज्यादै कठिन छ। केही वर्ष अघि भिक्षु अमृतानन्दले बौद्ध धर्म सम्बन्धी एक बृहत शब्दकोश तयार गर्ने अठोट गरेका थिए। नेपाली, नेवारी तथा पाली भाषाको उक्त शब्दकोश लेख्न उहाँ आफ्नो जीवनको अन्तिम कालसम्म व्यस्त रहे, तर दैवलीला असामयिक निधनको कारणले सो कार्य पूरा हुन सकेन। बहुआयामीय व्यक्तित्वका धनी भिक्षु अमृतानन्द बहुभाषीय अन्वेषणकर्ता पनि हुनुहुन्थ्यो। नेपाली, नेवारी, हिन्दी, संस्कृत, अङ्ग्रेजी, पाली भाषाका साथसाथै श्रीलङ्कामा बोलिने सिंहाली भाषाका पनि उहाँ सिद्धहस्त ज्ञाता हुनुहुन्थ्यो। त्यस्तै रसियन भाषामा पनि उहाँ सजिलै कुराकानी गर्न सक्नुहुन्थ्यो। विलक्षण प्रतिभाले युक्त भिक्षु अमृतानन्द प्राचीनतालाई जति मन पराउनुहुन्थ्यो, त्यति नै आधुनिकताको उर्वर पक्षलाई अगाल्न पनि हिचकिचाउनुहुन्न थियो। उहाँ रुचाउनुहुन्थ्यो सञ्चारको अत्याधुनिक प्रविधि कम्प्युटरको प्रयोग गर्न पनि। भिक्षु अमृतानन्दका सारगर्भित आख्यान एवं भाषणहरूबाट प्रभावित नहुने सायदै कुनै भेला होला, चाहे त्यो सर्वसाधारण जनता वा गृहिणीहरूको भेला होस् वा ठूलो अन्तर्राष्ट्रिय भेला वा सम्मेलन। उहाँको तर्कपूर्ण व्याख्यान एवं सुन्दर तथा सरल शब्द विन्यासले जो कोही पनि उहाँको प्रशंसक हुन बाध्य हुन्थे। बहुप्रतिभा सम्पन्न भिक्षु अमृतानन्दले धेरै गीत रचनाका साथै केही क्रान्तिकारी भजनहरूको रचना पनि गर्नुभएको थियो, जुन घर घरमा देगल देगलमा बडो श्रद्धाका साथ गाइने गर्दछ।
भिक्षु अमृतानन्दद्वारा रचित भजनहरूबारे स्वयम्भू स्थित ज्ञानमाला भजन खलका सदस्य श्री तीर्थनारायण मानन्दर भन्नुहुन्छ, ज्ञानमाला भजनको सुरुवात 50 वर्ष अघिदेखि भएको बेला सबभन्दा पहिले पूज्य अमृतानन्द भन्टेले हे प्रभु भगवान दर्शन बियो के अरे रचना गरेकोदेखि पछि आएर सबभन्दा पछि अहिले उहाँ स्वर्गवास हुनुभन्दा केही दिन अघि यो 15औं संस्करण हुँदाखेरि उहाँले अर्को लास्टमा एउटा अर्को चाहिँ रचना गर्नुभएको छ। त्यो यस प्रकार छ, शङ्का सदा थगु मन पर दोष खङ्का छ्यासो जुए कर्किया गुली दोष गणडु यक्को ठके डुगु दोष निठ लुमङ्के पर दोष सुए मखु जिन ठगु दोष खङ्के। सन् 1986 मा सम्पन्न भयो नेपालमा 15औं विश्व बौद्ध सम्मेलन ठूलो भव्यताका साथ, जसमा देश विदेशका धेरै सहभागीहरूको उपस्थिति थियो। असंख्य नरनारीहरूद्वारा खचाखच भरिएको दशरथ रङ्गशालामा अत्यन्त सफलताका साथ सम्पन्न भयो 15औं विश्व बौद्ध सम्मेलन। The World Fellowship of Buddhists has chosen Nepal as the venue for the 15th World Buddhist Conference. It is only befitting that the conference is being held in Nepal, in the land where Buddha was born, and a country which wishes itself to be a zone of peace. While Lumini, at the time of the birth of Prince Siddhartha in 623 BC, was a garden lying in the border principality of the Sakyas and Kauryas, it is now a center of pilgrimage for people from where efforts are underway on a national and an international scale to restore and preserve the rich cultural and religious heritage of Lumini. It is my hope that the conference will enlighten the international community on the teachings of the Buddha, Lord Buddha, for peace and well-being of mankind throughout the world. We extend our welcome to all participants to the conference and hope they will have a pleasant stay. I wish the conference all success. Thank you. 3 पूर्व हृदयाघातको समेत परवाह नगरी 2045 साल वैशाख 8 गतेदेखि वैशाख 22 गतेसम्म 15 दिनको 12,000 फिट माथि स्थित सोलुखुम्बुको कठिन यात्रामा निस्किनु भएको थियो भिक्षु अमृतानन्द। भ्रमण पश्चात उहाँले एक पुस्तक लेख्नुभयो, सोलुखुम्बु यात्राको डायरी, जसमा शेर्पा जातिले बुद्ध धर्मलाई कसरी अपनाएका छन् भन्ने तथ्यहरू बडो सरल भाषामा उल्लेखित छन्। स्वयम्भू डाँडाको उत्तरी फेदतिर रहेको आनन्दकुटी बिहारको मनोरम शान्त र सुरम्य स्थल, यही स्थलको यस 2 कोठे कक्षमा भिक्षु अमृतानन्दले आजीवन सरल तथा सादगीपूर्ण जीवन व्यतीत गर्नुभयो। शयन कक्षमा रहेको यस साधारण शय्यामा उहाँ विश्राम गर्ने गर्नुहुन्थ्यो। शयन कक्षको एक कुनामा उहाँको अध्ययन स्थल थियो, जहाँ बसेर उहाँले असंख्य पुस्तकहरूको रचना गर्नुभयो, असंख्य देश विदेशका पुस्तकहरूको अध्ययन गर्नुभयो, स्वदेश तथा विदेशमा बौद्ध जागरणको प्रसारका यथोचित योजना बनाउनुभयो। यही भिक्षा पात्र जुन उहाँले आजीवन आफ्नो साथ राख्नुभयो, आफ्नो भिक्षु जीवनभरि उहाँले यही भिक्षा पात्रमा सदा भोजन गर्नुभयो। भिक्षु अमृतानन्द उच्चतम स्वप्नदर्शी हुनुहुन्थ्यो। आफ्नो उच्चतम स्वप्नहरू साकार पार्न शयनकक्ष अगाडिको ढोकामाथि आफैलाई उत्प्रेरित गर्न नेवारी भाषामा आफ्नै अक्षरले लेखेर एउटा सूचना पाटी टाग्नु भएको थियो। मैले अल्छी हुनु भएन र पक्क पनि भन्नु भएन। 2 वर्ष बितिसक्यो, धैर्य राख्नु पर्यो मैले र मेहनत गरेर कार्य सिद्धि गर्नु पर्यो। अखिल नेपाल भिक्षु महासंघका महासचिव भिक्षु ज्ञान पूर्णिकले भिक्षु अमृतानन्दको व्यक्तित्वबारे यसरी व्याख्या गर्नुभयो। उहाँको प्रतिष्ठा
राष्ट्रिय स्तरमा मात्र नभई अन्तर्राष्ट्रिय जगतमा पनि त्यत्तिकै भएको हामी देख्न सक्दछौँ। जुनसुकै मुलुकमा गए पनि सर्वप्रथम उहाँको नामको परिचर्चा हुन्छ। मलाई याद छ जब म मस्को गएको थिएँ, त्यसबेला जुन व्यक्तिहरूले हामीहरूलाई स्वागत गर्न आएका थिए तिनीहरूले सर्वप्रथम सोध्न थाले, हाम्रा भिक्षु अमृतानन्दज्यू कहाँ हुनुहुन्छ। जुनसुकै ठाउँमा गए पनि सर्वप्रथम उहाँको नै खोजी नीति हुनुबाट र उहाँलाई दिने सम्मानबाट हामी चकित भएका थियौँ। एकचोटिको कुरा थियो जब उहाँ उलान उदयमा जानुभएको थियो, त्यसबेला यति भव्य स्वागत गरिएको थियो जुन स्वागत सायद हामीहरूले उहाँलाई आफ्नो नेपालमा पनि गर्न सकेका थिएनौँ। सारा नेपालीको प्रतिनिधित्व गरेर उहाँ आएको जस्तो भान हुन्थ्यो र साथमा गएका व्यक्तिहरूलाई पनि ठुलो हौसला प्राप्त हुन्थ्यो। त्यस प्रकारको अन्तर्राष्ट्रिय व्यक्तित्वले भरिएको व्यक्ति आज हामीहरूको सामु नहुनु हामीहरूको लागि एउटा ठुलो शोकको कुरा छ। सन् 1950 अर्थात् विक्रम सम्वत 2007 सालमा भिक्षु अमृतानन्दले कोलम्बो श्रीलङ्कामा सम्पन्न भएको पहिलो विश्व बौद्ध सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको थियो। सन् 1955 मा भिक्षु अमृतानन्दलाई नेपालको प्रतिनिधि स्वरूप भारतको बोधगया मन्दिरको सल्लाहकार परिषदमा मनोनित गरियो। सन् 1955 फेब्रुअरी 23 तारिकका दिन उहाँलाई श्रीलङ्काको विशेष सम्मान पत्र थेरा उपाधिबाट विभूषित गरियो। त्यस्तै सन् 1959 मा मङ्गोलियाको बुद्धिस्ट सेन्ट्रल काउन्सिलले उहाँलाई प्रदान गर्यो त्यस देशको सर्वोच्च धार्मिक उपाधि ग्याडेन, जुन उपाधि ग्रहण गर्न उहाँले मङ्गोलियाको भ्रमण गर्नुभएको थियो। अन्तर्राष्ट्रिय बौद्ध जगतका सुविख्यात व्यक्तित्वको रूपमा प्रतिस्थापित भएको कारणले उहाँको कार्यक्षेत्रले भूगोलको सीमा नागेको थियो। जस्तै उहाँ थाइल्यान्ड स्थित वर्ल्ड फेलोशिप अफ बुद्धिस्टका उपाध्यक्ष हुनुहुन्थ्यो। त्यस्तै एसियन बुद्धिस्ट कन्फरेन्स फर पीस मङ्गोलियाका संस्थापक कार्यकारिणी सदस्य तथा ताइवान स्थित वर्ल्ड संघ काउन्सिलका आध्यात्मिक निर्देशक हुनुहुन्थ्यो। भिक्षु अमृतानन्दको बौद्ध धर्म सम्बन्धी अपार ज्ञान, अध्ययनशीलता एवं योगदानको कदर गर्दै विभिन्न देशका 3 विश्वविद्यालयहरूले उहाँलाई पीएचडी एवं डिलिटको उपाधि प्रदान गरी सम्मानित गरे। सन् 1984 मा श्रीलङ्काको भिक्षु महासंघसँग आबद्ध 3वटै निकायहरूले सर्वसम्मतिबाट भिक्षु अमृतानन्दलाई कोलम्बोमा आमन्त्रण गरी नेपालका महानायक भन्ने अति सम्मानित उपाधि प्रदान गर्यो। त्यस्तै कोलम्बोमा उहाँलाई धर्मरक्षित वंशालङ्कार धर्मकीर्तिश्रीको उपाधिबाट पनि विभूषित गरियो। त्रिकाय वंशला महानायक वंशला यम महानायक धनत्व माकेरे भारतुनमा एक मांगितान्य मत कुलुन्द नेतिकेला एक बारवान भारतका विद्वान आचार्य सत्यनारायण गोयङ्काको दृष्टिकोणमा भिक्षु अमृतानन्द थेरावाद बुद्धिज्मका वॉकिङ इन्साइक्लोपीडिया विलक्षण प्रतिभा सम्पन्न महापुरुष थिए। महानायक महास्थविर पूजनीय भिक्षु अमृतानंद जी एक विशेष प्रतिभा वाले व्यक्ति थे। भगवान की सारी वाणी और उन पर अर्थ कथाएं, टीकाएं, अनुटीकाएं, इनका इतना विशाल साहित्य, उन्होंने सारा का सारा साहित्य बड़ी गंभीरता के साथ अध्ययन किया और उनकी स्मरण शक्ति, उनकी मेधा इतनी गहरी थी कि जब कभी किसी विषय पर उनसे चर्चा की जाए
तो उनके उत्तर सुनकर के मन बड़ा प्रसन्न होता था। एक माने में वो भगवान बुद्ध की शिक्षा के चलते फिरते विश्वकोश ही थे। परियत्ति ही नहीं, पटिपत्ति के प्रति भी उनकी बहुत आस्था थी। स्वयं भी बड़े विनम्र भाव से एक विपश्यना के शिविर में बैठे और अनेक भिक्षुओं को, अनागारिकाओं को, उपासकों को, उपासिकाओं को विपश्यना में शामिल होने के लिए प्रेरित किया। उनके जैसे व्यक्ति सदियों में कभी एक बार उत्पन्न होते हैं। उहाँले संसारका धेरै मुलुकहरूको भ्रमण गर्नुभयो। अनेकौं अन्तर्राष्ट्रिय व्यक्तित्व एवं त्यस बेलाका लोकप्रिय नेताहरूलाई भेट्नु भई बौद्ध धर्म, विश्व शान्ति तथा नेपालबारे कुराकानी गर्ने अवसर प्राप्त गर्नुभएको थियो। सन् 1959 मा समाजवादी मुलुकहरूको भ्रमणताका उत्तरी भियतनामका राष्ट्रपति हो ची मिन, चीनका तत्कालीन भाइस प्रिमियर मार्शल चेनी, मंगोलियाका मन्त्री परिषदका अध्यक्ष सिडेन बलसँग पनि भेट गर्नुभएको थियो। भारत भ्रमणका अवसरमा भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरू तथा तिब्बतका धार्मिक नेता पञ्चन लामासँग भेट्नु भएको थियो भने सन् 1983 को भ्रमणताका प्रधानमन्त्री श्रीमती इन्दिरा गान्धीसँग, श्रीलङ्काका राष्ट्रपति रणसिंह प्रेमदासा भिक्षु अमृतानन्दका चिरपरिचित प्रशंसक हुनुहुन्थ्यो। अप्रिल सन् 1974 को भ्रमणको अवसरमा भिक्षु अमृतानन्दले थाइल्यान्ड नरेश अदुल्य देश भूमिबोलसँग दर्शन भेट गर्नुभयो र साथै थाइल्यान्डका प्रधानमन्त्री एवं सुप्रिम प्याट्रियार्कलाई पनि भेट्नु भएको थियो। जापानको भ्रमणको अवसरमा उहाँ खाली खुट्टा आफ्नो अभिन्न साथी भिक्षा पात्र लिई अक्सर बाहिर निस्किनुहुन्थ्यो। विभिन्न मुलुकका रेडियो तथा टेलिभिजनहरूले उहाँको अन्तर्वार्ता लिएका थिए। त्यस्तै संसारका प्राय प्रमुख पत्र पत्रिकाहरूमा उहाँको लेख तथा अन्तर्वार्ताहरूले पहिलो पृष्ठमा महत्त्वपूर्ण स्थान प्राप्त गरेका थिए। केही महिना अघि मात्र आषाढ 16, 2047 का दिन उहाँले शान्ति पदयात्रा पश्चात टुडीखेलको खुला मञ्चमा एक ठूलो आम सभालाई सम्बोधन गर्नुभएको थियो, जुन उहाँको जीवनको अन्तिम सार्वजनिक जनसम्बोधन थियो। विचारका कुरा, आफ्नो मनको कुरा यहाँहरूलाई सुनाउन चाहन्छु। जो सुनिदिनु होला, बुझिदिनु होला, सुनिदिनु होला, खेलाइदिनु होला। मैले भन्यो भनेर विश्वास नगर्नु हो कि होइन भन्ने कुरा आफ्नो बुद्धिले विचार गरिदिनु। उहाँको जीवनको अन्तिम इच्छा, जुन उहाँको जीवनकालमा अभाग्यवश पूर्ण हुन सकेन, संगायना धर्मदेशना सम्पन्न गर्ने, हालै आश्विन 18 तथा 19, 2047 का दिन आनन्दकुटी बिहारमा सम्पन्न भयो। मलाई लाग्छ आचार्य भिक्षुमृतानन्द महास्थविरको दिमागमा, उनको मनमा त्यही बेलादेखि केही चाहिँ यो संगायनको महत्त्व उहाँले बुझ्नुभएका थिए। यस्तो संगायन नेपालमा पनि हुनुपर्छ, गर्नुपर्छ भन्ने उनको मनमा लाग्यो होला। तर त्यसपछि उहाँले फेरि चाहिँ यसपालि चाहिँ आफ्नो उपसम्पन्न भएको 50औं भएको बेलामा 50औं पुण्य दिवसको उपलक्ष्य, उपसम्पन्न भएको पुण्य दिवस उपलक्ष्यमा विशेष धर्म कार्य गर्ने उहाँको इच्छा थियो। यसरी नेपालका एक शान्तिपुत्र, युग प्रवर्तक, बौद्ध तत्त्व ज्ञानका प्रकाशपुञ्ज कहिले नफर्किने गरी लामो यात्राका लागि प्रस्थान गर्यो, बौद्ध जगतमा एक ठूलो रिक्तता ल्याउँदै। यद्यपि वन्दनीय भिक्षु अमृतानन्दको भौतिक शरीर हाम्रो माझ छैन, तर उहाँले निर्माण गरेर जानुभएका बौद्ध चेतनाका फराकिला राजमार्गहरूमा हाम्रा आस्थाका चैतन्य रथहरू सहजै बढ्न सक्छन् अगाडि युग युगसम्म।
मनुष्य जन्म अमूल्य रत्न पुण्य प्राप्त ऐसा सुखो जन्म ज्ञान में खजाना आश्रय तेला निद्रा देवी आता वाँचोए माला निद्रा देवी आता वाँचोए माला दाना पासाकी जो प्रिया वाला बुझया दर्शन यावन थे